आइफोनले खतरा हुन्थ्यो हुन त के भन्छ एउटा राउन्ड भ्यू त तल्लो पुडीको बस्ती होइन त यो माथिल्लो पुडी मर्निङ वाक गरेर हामी 3 भाइ चाहिँ उता तल्लो पुडीतिरको बस्तीलाई हल्का भ्यू निकालेछौँ त्यही त नि अब उता हाम्रो अङ्कलको घर दाइ भाइको घरको साइडपट्टि यता चाहिँ पारी जाने बाटो भइहाल्यो यसमा चाहिँ एउटा चौतारी पनि छ मन्दिर रमाइलो भयो है जस हल्का फ्रेस भयो माइन्ड फ्रेस भयो नबसे सुत्यो भने के हुन्थ्यो र खासै उपलब्ध त हुन्थेन त्यही त सकेसम्म बिहान यसो उठेर फ्रेस भएको राम्रो तिमी त दाइ उठेको थाहा पाएछौ त्यसपछि डिस्टर्ब भयो दर है बाबाले घुम्यो त्यही हो आफूलाई शरीरले एडजस्ट गर्न सक्ने डाइजेस्ट गर्न सक्ने खाएको दिनमा त केही हुन्न भोलिपल्ट चाहिँ अनि फेरि गोदम गरम